यो क्वेसन यो यसरी गर्ने हो यो डिटर्मिनेटर छ यसलाई यसरी चेन्ज गर्ने फेरि आउँछ यो अनि यसको एलसिएम लिने 1 क्यान्सल हुने 1 अनि पी क्यू क्यू र आर अनि यता पी र आर अनि यता पी र क्यू गर्दाखेरि अनि यो यता क्यू डट आर अनि यता पी प्लस आर यता पी प्लस क्यू यता पी आर क्यू प्लस आर पी प्लस क्यू अनि यस्ता सेम आउँछ अनि तलको हुन्छ यो तल रेसिप्रोकल गर्यो भने यो माथि जान्छ नि हो यस्तो हुन्छ अनि यो तल यो बाँकी यसको तल यो बाँकी यसको तल यो बाँकी अनि तिनटैको यो सेम छ यो र यो तिनटै सेम हुन्छ भने एउटा लिने यो एउटा लियो अनि माथि डिनोमिनेटर सेम भयो भने न्युमिनेटरहरूलाई यसलाई जोड्ने अनि यो भयो तल माथि क्यान्सल हुन्छ अनि यो आन्सर 1 आउँछ यसको